जङ्गबहादुरको सामग्रीपछि नेवारहरूको बहुमत गैरदास समुदायमा उन्नति भएको थियो। नेवारीहरूमा सबैभन्दा ठुलो परिवर्तन सन् 1935 भयो, जब जुद्ध शमशेरको शासनकालमा पुरानो कानुन संहिता संशोधन गरी राजोपाध्यहरूलाई ब्राह्मणको दर्जा दिइयो र मल्ल र क्षत्रिय श्रेष्ठहरूलाई शुद्ध क्षेत्रीको दर्जा दिइयो। वंशावलीले भक्तपुरको बोलाछे राजबन्दारीहरूको जन्मभूमि रहेको देखाउँछ। पछि ती राजबन्दारी केही पूर्वी ओखलढुङ्गा, पश्चिम पोखरा र बागलुङतिर सरे। नेपालको राजबन्दारीहरू भक्तपुर, ओखलढुङ्गा, पोखरा र बागलुङको प्रारम्भिक 4 समूहहरूमा आधारित भएको राजबन्दारी वंशावली विवरणमा लेखिएको छ, जसमा ठाकुर नरसिंह राजबन्दारी विक्रम सम्वत 1868 मा ओखलढुङ्गा खतुन्जे बसे र ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बुका राजबन्दारीहरूका वास्तविक पुर्खाहरू थिए। राजबन्दारी पुर्खाहरूको पलायनको वास्तविक कारण थाहा छैन, तर यो भनिएको थियो कि राजबन्दारीका पुर्खाहरू उपत्यकामा बोझ आयोजना गर्न नदिएका थिए। प्राय बोझ आयोजना गर्न नसक्नुको कारण सामाजिक दबाव र कम आर्थिक अवस्थाको कारण राजबन्दारी पुर्खाहरू उपत्यका छोड्न बाध्य भएको हुनुपर्छ। श्रेष्ठका पुर्खाहरू भने भक्तपुर र पाटनबाट भोजपुर जिल्लामा बसाइ सरेका थिए, जब राजा गिरवान युद्ध विक्रम शाहको शासनकालमा राणा सरकारले 1814 मा एउटा तामाको खानी नजिक तक्साल खोलेको थियो र सिक्का बनाउनका लागि पाटनबाट नेवारहरूलाई रोजगार दिइयो। केही श्रेष्ठ परिवारका पुर्खाहरू भक्तपुरबाट खोटाङ जिल्लाको सल्ले बसाइमा सरेका थिए र फेरि सोलुखुम्बु सारिए। कसाजुका पुर्खा खोटाङ जिल्लाको बमराबाट सोलुखुम्बु बसाइ सरेका थिए। नेवारको श्रमिक वर्ग जस्तै नापित, माली, चित्रकार, नकर्मी, रञ्जितकार, तन्दुलकार तथा खेती गर्ने किसानहरू, ज्यापुहरू सबै तिब्बती वर्मनको वा मङ्गोल मूलका छन्। 700 वर्षसम्म मल्लहरूको राज्य चल्दा मल्लहरूले सरकारको ठुला पदहरू अथवा वारदारहरूमा विभिन्न मानिसहरूलाई नियुक्ति गरे। उनीहरू जुन जुन पदमा नियुक्ति भए त्यही पद अनुसार उनीहरूको थर निर्धारण भयो। जस्तै मन्त्रीलाई अमात्य, सेनाको प्रमुखलाई प्रधान, राजाको ढुकुटी हेर्नेलाई राजभण्डारी, राजाको सन्तानलाई पढाउनलाई जोशी भनियो। ती सबै भारदार समूहको सामूहिक नाम श्रेष्ठ भनिन्छ। त्यसैले श्रेष्ठ भनेको एउटा जात थिएन, यो त पद थियो। यो जातमा कोही मङ्गोल होलान्, कोही आर्यन होलान्, कोही यहाँकै आदिवासी होलान्, कोही बाहिरबाट आएका होलान्। मल्ल राजा भूपतिन्द्र मल्लको समयमा भारतको गुजरातबाट एक थरी वैद्यहरू आएका थिए। उनीहरू दरबारमा गएर राजाको वैद्यको रूपमा काम गर्न थालेकाले उनीहरूलाई राजवैद्य भन्न थालियो। तिनीहरूसँगै आएका वैद्यहरू तर राजदरबार नपुगेकाहरू श्रेष्ठ नभई अरू जातमा विलिन भए। विभिन्न थरका उपाध्याय ब्राह्मणहरू 600-700 वर्ष पहिले नेपाल उपत्यकामा आएका बसेर नेवारी बोले र उनीहरूलाई राज उपाध्याय भनिन्छ वा नेवार बाहुन पनि भनिन्छ। त्यस्तै तराईबाट तिरहुते, झा, ओझा, मिश्र थरका बाहुनहरू पनि यहाँ आएर नेवार भाषा बोलेर नेवार बाहुन बने। यसरी 800-900 वर्ष पहिले आएर काठमाडौँ उपत्यकामा बसेर नेवार भाषा बोलेपछि उनीहरूलाई नेवार भन्न थालियो। यसरी नेवारहरूको संरचनाको हिसाबले हेर्ने हो भने विभिन्न ठाउँहरूबाट आएका र विभिन्न जातिका मानिसहरू एक आपसमा विलय भएर बनेको जाति हो नेवार। राजोपाध्याय हिन्दू नेवार समुदायमा श्रेष्ठ ब्राह्मण जाति समूह मानिन्छ। शब्द राज र उपाध्यायको अर्थ संस्कृतमा क्रमशः शाही र गुरु हो, जसको अर्थ राजोपाध्यायहरू शाही पुजारी हुन्।